आज गोवर्धन पूजा तोरण बटाइ हुँदैछ हाम्रो यहाँ। अलिकति माला बनाएर गाईलाई लगाइदिनलाई राखिरहेको छौँ। यतै बहिनीले तोरणमा हाल्दैछिन् कान्छी बहिनीले। यहाँ यी ठुली दिदी या कान्छी सबभन्दा जेठी अनि फेरि लास्टमा कान्छीहरू सँगै मिलेर काम गरिरहेको। म बिचको हो, ठ्याक्कै बिचको हो साँच्चै। म मोबाइल पनि खिचे चाहिँ बाटेको पनि छु हो, आफ्नो आफैलाई देखाउन नमिल्ने के गर्नु। आफ्नो आफैलाई देखाउन नमिल्ने, अब बाटेर यी मैले यत्रो माला बनाइसकेँ, अब देखाउन नमिल्ने के गर्नु। मैले बाटेको हो, खिचिदिएछौ। तिमीले पनि बाटेको हो, तिमीले पनि बाटेको हो। त्यही त दुईवटा बाटिदिने। ल ठिक छ। ल भावनाले उहाँ तोरण बाट्दैछिन्। हाम्रो भावना बहिनी काठमाडौँदेखि आइछिन् तोरण बाट्नलाई। कहाँबाट आइछिन् पनि भन्नुपर्छ। म यहीको त हो नि, यही घरको होइन म। होइन यहीको हो, तर काठमाडौँ गइथिन् यसो तोरण बाट्न भनेर आइछिन्। यहाँ तिहार मान्न रमाइलो गर्न आइछिन् क्या, रमाइलो गर्न आइछिन्। हाम्री भावना बहिनी आएर बलक बन्दैछ अझै यसो, नत्र बलक बन्दैन कहिले। ब्लक गरे ब्लक हो कि ब्लक हो, अब के हो। अब हामीले भन्नाले जानिन्न, अब कहिलेको पर्यो। यसलाई के भन्छ? यसलाई बाबु हो के भन्छ? बाबु हो के भन्छ के रे? बाबी हो। बाबी हो भन्न नि बाबी हो, बाबी हो त भन्छ के रे? बाबी भन्छ यसलाई। बाबी हो, बाबी हो। बाबु 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 हो के भन्नु त्यो बाबाले? भित्र रोटी पकाउँदै प्रसाद बनाउँदै हुनुहुन्छ मम्मीले। के काम थियो र? केही काम छैन। भाँडामा जाली छ क्या यो त ठुलो ठुलो गाईलाई हुन्छ होला है। भयो नि पुग्यो। कतिवटा भयो? 5वटा भयो हुन्छ क्या, धेरै चाहियो। एउटा दुईवटा भगवती 3टा 4वटा 5वटा पे छ। भगवती मलाई अबदेखि काम नगर्ने, क्यामेरामा मात्रै गराउनु ल। भन्नु छिटो। हस् हजुर हस्, जो आज्ञा तपाईँको। जे भन्नुहुन्छ तपाईँ। अब कान्छी बहिनीले मान्नु पऱ्यो होइन, यहाँ आएपछि त कान्छी बहिनी डर्नु यहाँ घरको सब रेखदेख गर्ने, हाम्रो घर हेर्ने, सब म्यानेजमेन्ट गर्ने हाम्रो बहिनी हो। हामी 2 दिन आएकालाई अब के आज हस् भन्नै पर्यो। अलिक क्लोज भएर खिच्दा हुन्थ्यो होइन। तिमी उहाँ टुप्पो मान्छे मात्रै देखाउने हो क्या। दुइटा देखाउनु पर्यो नि। बोल्ने फेरि अब यस्तो आउँछ के रे गर्दाखेरि? कस्तो आउँछ? यहाँ बोलेको फेरि कस्तो बोल्ने त? बोल्न त यस्तै त होला नि बोल्ने। के बोल्ने भन त, सिकाइदेऊ त कान्छु। कान्छी भन्नु पर्छ। हाम्रो सुनि काम नगरेर यहाँ सुतेर बसेछ। यहाँ मम्मीले सेलरोटी पकाउँदै हुन्छ तिहारको लागि। है मम्मीले यहाँ तिहारमा सेलरोटी यहाँ पाक्दैछ। यहाँ पाकेको राख्दै हुन्छ। यिनी राम्रो भिडियो गराउनु थाल्नुहुन्छ। पूजा गर्न यताउता बोल्नु पर्दैन, भिडियो गराइदिए हुन्छ कि। हामी यहाँ एकजनाले पकाउने या 2जनाले हेर्ने। यिनीहरूले नि केही काम गरे त हुन्थ्यो। उहाँ पार्टी बनाउनु बाले उड्दै उड्दैन छोरो, उड्दै उड्दैन छोरो। यहाँ आई गरेर बस्छ छोरो। यी अझैसम्म पनि आइयो। मम्मीले हालेका रोटी गोला चेट्टके। गाईलाई नुन, आज नुन खाने दिन गाईको, गाई पूजा गर्ने दिन। त्यही भएर गाईको लागि चोकी पिडी बनाउँदैछु। गाईलाई आज नुन खुवाउने हो। यो चाहिँ गाईलाई के हो, यो रङ्गोली छाप लाउने। टिकामा लगाइदिने। यहाँ चाहिँ आज हाम्रो बुवाले टक्क गोवर्धन पूजाको लागि चाहिँ यहाँ पण्डिताई गर्दै हुनुहुन्छ। मेरो बुवाले पण्डिताई गर्दै हुनुहुन्छ। यहाँ यी रेडी सजाउँदै हुनुहुन्छ। टक्क रेही चाहिँ राम्रो बनाउनु भएको छ है बाबाले। 8वटा बाबा आज धोती पाटा बेर्ने होला नि त, अनि तपाईँ त ताबेल बेरेर बस्नुभएको छ। सेतो होइन।
यहाँ हाम्रो गाईहरू रेडी छ नि हाम्रा कतिजना गाई 1 2 3 4 5 रहेछन् नो डाउट कान्छी 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 करेक्ट भएन कान्छी घरमा पनि थाहा नभएर हुन्छ त यहाँ चाहिँ हाम्रो बुवाले चाहिँ होइन दिदीले तोरण ल्याउनु भयो ऊ बाटेर तोरण आज 3-3जनाको के अरे योगदान छ त्यसमा हात प्याउनै भयो यहाँ बेसारलाई हात पायलनै भयो अरे उहाँ त गाईलाई के बनाएको अरे चोखी पिडी बनाएन हाम्रो कान्छी बहिनीले फुल टिपेकै छैन फुलेमा छ क्या बाबा एमा यो उसमा छुट्टै राख्नु पर्यो नि चढाउनलाई यहाँ यहाँ टोकरी यसमा त्यसमा भित्र लुकाएको लुगाको होइन के यहाँ राखेको बाबा यहाँ यसमा छ त लिएर आएको हो कहाँ लुकाएको हुनुहुन्छ यतापट्टि राखेको कता यता ल्याउ के त्यो तोरणै यता ल्याउ तोरणै हो त कहाँ यहाँ राख्ने यहाँ छ यी फुल यहाँ अझै ल्याउनु पर्छ फुल सबैले चढाउँदा चाहिन्छ ए भनेपछि अझै टिपेर लिएर आउँछु यहाँ कुचो पनि बनिसकेछ रङ्गी बिरङ्गी फुलहरू ल्याऊ रङ्गी बिरङ्गी फुल ल्यायो अरे कान्छुमा यहाँ गाली गरेको छु त यो यसरी उल्टो सुल्टो हो यो कतिवटा चाहियो कतिवटा अलिक खोइ डह्रो पात सबै ठुल्ठुलो मात्रै छ क्या यो उल्टो सुल्टो ल यता राम्रोपट्टि राख्नु अरू यो यहाँ छ कलश यहाँ हो कलश दुनो बनाउनु पर्ने होला है दुना अरू भयो अझै चाहिन्छ प्रसादहरू राख्न अनि दुनो पो खिच्ने हो त दुनै खुट्टा ल आज तपाईँहरूलाई वेलकम छ अब नुन खाने निम्तो हिजो म यहाँ दिइहालेँ कि अब कहाँ यो यहाँ मुस्ने हो त के टिका बनाउने कपालले यसरी देखे होइन अत्तिकै कपालले छेक्के हो के त्यसो गरौँ हाम्रो सुनिल सर बल्ल उठेर आउँदैछन् यहाँ चाहिँ पेट डब्लङ्गै देखे त छैन है अहिले त घट्या अहिले त घट्या अस्ति तयारी गरेन आउने त्यही कता हुन्न मम्मीले गाई पूजालाई प्रसाद रोटी केरा स्याउ गाई पूजा गर्न तयारी छौँ गाईलाई नुन खुवाउनु लागि राख्नु कि राखेको नि फुल भेटाइन्न अरे हामीले फुल अरे फेरि ए घिउ मान्छे त आलु भयो के भयो यस्तो आलु आलु भन्ने आफूले भन्दा भन्दा आलु आलु भयो फुल भेटाइन अरे हातभरि फुल्छ होइन कहाँ राख्ने बाबा यहाँ राख्दा हुन्छ हुन्न नि त्यहाँ यहाँ हुन्न यता साइडमा हामीले छोड चाली पर्छ माथि पनि खिचिस कि अलिक फोकस गरेर कान्छे औटी कार्यक्रम हुँदैछ फोकस यहाँ बाबाले बाबाले मनाउनु सानो हो कि अर्को भनौँ धेरै सानो भयो धेरै सुन्नु खान टिक्का छ हात घुसार्नु त अब सुन महँगो छ अब खुस खवटी लाउनु पर्छ है होइन लाउने उसको हो के सुनको लाउने अहिले कुस बिना जति बिहामा नै सुनको औटी भयो भने काम हुन्न कुस औटी त चाहिन्छ इमर्जेन्सी ए हो चाहिन्छ ए कुस त यति इम्पोर्टेन्ट छ सुनभन्दा महँगो हो कुस ए त्यस्तो हो के थाहा अघि आइज चाली
कति सानो हुन्छ कान्छी समाउनै नमिल्ने डक्लो एहे मेरो खुसको औँठी एमै होला नि होइन पुरै ताजमहलै दिनुपर्छ मेरो बाबाले हेर न मेरो खुसको औँठी कान्छी यता हेर न मेरो खुसको औँठी ताजै महल चाहिँ टक्लक्कै भान्जाले सानो सानो बाबा त हेर न कति ठुलो बनाइदिनु भएको छ डक्ला रहेछ क्या बलियो खालको त्यो होइन उता दर साइडको भयो क्या यो दर एकदम नरम एन्जलको डाबरा एन्जल भन्नु प्राइभेट पूजा गर्ने के बोले नि बोले भयो भयो चिटिक्कै भयो दिदीको त बवाल भएर दिदीको त गर्नु सबभन्दा राम्रो भन्नु होइन मेरै राम्रो छ ठुलो भाइलाई खै दिनुभयो नि त अनि पार्वती आउँछ कान्छीलाई पार्वतीलाई मम्मीलाई खै तपाईँ लाउनु भयो कि नै हजुर दुइटा बनाउनु मम्मीलाई तपाईँलाई अब त्यो पार्वती उमा गर्दै आउँछ जता मोबाइल दिँदै कन्टेन्ट बनाउनु सिक्नु त्यसरी हो कन्टेन्ट सिक्नु भयो भाइरल हुन्छ भाइरल हो कि त्यस्तै त भाइरल त्यही त हो नि खै त मलाई एक तला गौँठी यहीँ छ यहाँ एक तोलाको औँठी ऊ त ठुलो दिन एक तोलाकै एक तला गौँठी यता आउनु बिचमा सड्के भयो कलश मुखे विष्णु है नमा हजुर भन्दै जानु म पूजा गर्ने हुन्छ त्यसपछि अनि बरुडाए नमा कता हो बरुडाएनमा त्यही कलशको मुखा ए कलेजको मुखमा ल बरुडाएनमा सम्पूर्ण के लक्ष्मी आई नमा ल लक्ष्मीमा के कुबेरमा जस्तो धन कमाउनु पाम मेरो ठ्याक्क निकाल्दियो अरू के कुबेरले चाहिँ अब फेरि गणेश हो ल गणेशाय नमः ल भन्न त भन्नु बाबा भन्नु राधा कृष्ण ल ए राधा राधे कृष्ण 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 हरे हरे ल यो राधा कृष्ण जस्तै प्रेम रहिरहोस् हाम्रो फ्यामिलीमा कहिले नबिर्सु पूजा गरेर अब ढोक्दै कपुरको हुन्छ ठिकै सिद्धियो फेरि आरती हुन्छ गोवर्धनाय नमः गोवर्धनाय कपुर लाने ए हे पर्गु छेकिन्न कि कति आस्तेको हो सबैले अनुहारै आउनुपर्छ सबै गाईलाई पनि पूजा गरेर एक दिन बाल्ने हो कि गोवर्धनाय नमः अब लिएर हिँड गाईलाई पूजा ल यो पनि लाने अति छ अहिले खान दिन्छु लौ गौमाता सानो छ यता यता साइडमा ए खायो एक साइडमा छ उता हो त्योमा पाँचवटा खाएको छ फेरि मिसाइ सबै त्यसलाई मेरालाई हो त्यसलाई सबभन्दा त्यसलाई बाँड्न सक्ने त्यो भुक्छ ल ल उसलाई बाल्नु म सानो डर लाग्छ अब म बाँधिदिउँ ल बाँधेर आइहाल्नु त अनि बनाऊ भयो म बाँधिदिउँ ल गरेर छु समातिदिनु न त्यसलाई छिटो
यसले केही गर्दैन क्या उतेले हान्नु सानो बाछी त्यसले हो यसले हान्दैन यसले हान्दैन उतेले हो क्या किन भन्नु पर्छ नि बान्दिहाल्थेँ नि मैले यसले ऊ त हो त्यसले हो होइन ऊ त हो त ठुलो सिङ्गला कि ल अर्को अहिले रोपा दिन्छु त यही हो भयो भयो धेरै हालेपछि हुन्छ प्याकेट प्याकेट भनेको भनेको भ्याइ हो कि टिका त पानी धेरै भएको हो क्या अरू केही होइन ल परीक्षित छिटो पूजा गर पूजा गरेर भएपछि पूजा गर परी पूजा गरेन त्यही हो हामी त्यो डराइ हान्न अलि झ्याम हान्नु ए लगाइदिएर मैले ल त्यो लाउ के हुन्छ र केही गर्दैन क्या सानो बाछीको पछि सानो बाछी ल्याएर आऊ सानो बाछीको त्यो नयाँ हो नि त पहिला नयाँ मान्छे ल ल ल आइज वहाँ वहाँ गर्छ यता आइज त्यो चम्किन्छ क्या त बाछी अरे छोटो बनाउनु भयो क्या कसले बाँधेको यो छोटो बनाएर बाँध्नु पर्छ खोज्यो है खाइदियो गाईले खाइदिएको थियो के यो के हो त्यही हो त्यही हो टोका हान्ने हो त्यही हो त्यही हो बल त्यही ल निरारमा ल पेट उठिन ल पेटमा नि हान्ने टाउकोमा मात्र हान्छु होइन यहाँ पहिला टाउकोमा हान्नुपर्छ भनेर सबैलाई भयो क्या अलि नजिक गएर अगाडि पनि हो अगाडि ओए 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 यही हो हामी यही यही धन्नेले गौमाता लक्ष्मी माता गौमाता नआएर न मलाई ल अलि नजिक गएर डरा जस्तरी हुन्छ र ऊ आउँछु आऊ मोटर ल्याएर अनि ल अझै क्लोज अझै उयो घाँटी गाडी क्लोज ल भयो अब भयो उहाँलाई उतापट्टि साइडमा आम्री बुढी गाई रातो गाई हो राती गाई कति चिलाएको के भन्छ भएन कान्छी भयो सक्यो भत फेरि सबैको लात्ताले उठिँदैन त्यो सानो बाछीको खाएर भइहाल्यो लौ न खानु भयो लाग्दैन तेरि छ्याप हाल्नु चोबे होइन उयो गरेर खानियो यहाँ चोबे खानु खाइसक्नु भयो फेरि अब मनडाले मात्रै हो क्या लात्ते लाँदैन मण्डल फेरि सिधै जम्मै त्यही खाने खै भाँदीको मुखेर त्यसको दही खाइन्थ्यो धार यो खानु मरे के रह्यो यही जल म आफै जल खाने भयो यति गुड्की खान्थ्यो नि फेरि यत्रो गरेको फेरि फलेवा हुन्न नि थप्नु त त्यसै हो त्यो चोबे सबै शुद्ध सबै शुद्ध सबै चोबेको पाटो पाँचवटै गाईको खानु पऱ्यो नि त त्यो त एउटा खानियो त पञ्च गाई एउटा गाई खानु हे त उता फालेर त म मुन्टेको त फालेर बाछो पनि छैन बाछी ल खाइयो गाईहरूलाई पनि धुप बत्ती गरेँ आरती गरेँ बत्ती बाले प्योर क्यामेराम्यान भाँदे प्योर क्यामेराम्यान जय गुरु ओम जय जगदीश हरे जय जगदीश हरे तुम पुरा परमात्मा तुम करुणा के सागर
भनेका जगदीश रे प्रभु जय जगदीश रे दाहिने पर्छ धेरैचोटि भयो कि एकचोटि हो तीनचोटि हो तीनचोटि घुम्ने हो थाहा छैन ल ल तीनचोटि हो यसलाई हो तिनचोटि घुम्नु होइन आफू पनि तीनचोटि हो ल घुमाउँ बाबा गोर्धन घुम्नु पर्यो ल घुमाउँ ल बा एकचोटि शङ्ख पुग्नु त शङ्ख पुग्नु ल यो घुम्दाखेरि ल ल ल ल घन्टी बानी शङ्ख पुग्ने शरणा पर्दा छौँ प्रभु हामी जय शम्भो के भन्ने जय राधा कृष्ण जय लक्ष्मी माता जय लक्ष्मी गोवर्धन पूजा की जय हो सबै पूजा हो आज अब भोलि भाइ पूजा ल अब गोधन पूजा गर्यो अब भाइ पूजा होइन भोलि आजलाई पूजा गरियो राखेको बलियो रोटी रती माता यहाँ हो धुरी उति यही त धुरी हो नि बान भाइ सबैलाई भाइलाई दिनु न बाँधेर माथि सर्काइदिन्छु सरकार अलि उहाँ किला हो त्यो किला नारायणी नारायणी सुनेलाई लाएन नि मैले त नारायणी लियो के पोखे ओ गत पनि आयो नारायणी ल मैले लिन आएको कहाँ पुग्ने हो अब ल पुग्छ त्यहीँ ल यहाँ कुचो बाँध्नु पर्यो यहाँनिर यता घाम पर्ने छ कि अरूले बाँच्यो अरे बाँचेको थाहा हुँदैन रे भएन अर्को ल्याउनु बाँचिएर अनि बाँच्यो अरे यहाँ कहाँ बाँट्ने बा यसरी बाट्ने हो त्यही हो लामै भएको छ र कहाँ मिलेको पुगेर उनीहरूमा पुग्दैन होला पुग्छ पुग्नेलाई बाँध्दै होइन बानी नि केही भएन बाटो कटो नि त पुग्छ पुग्छ हाम्री बाँधी कुचो बाँड्दैछु भने गुच्चो बाटे यो टुप्पो किन बाँधिदिनु भएछ ल टुप्पो त चुन्यो क्या यहाँ बिचा घुसाइहाल्नु क्या त यहाँ बिटा हुँदैन कुचो यहाँ कहाँ हो यहाँ एरियाले हो त बाँधिनु न जहाँबाट बाँध यहाँ यो कुचो यहीँ बाँधिदिनु त इधर आओ इधर इधर आओ इधर 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 यहाँ आउनु यहाँ फोटो देखिन्छ तुम्हारे फोटो खिच दूंगा हेर हेर यो मान्छे त मैया त हो फोटो खिच दूंगा कहाँ बिचा हो फोटो बनाएर कहाँ बन्ने कहाँ यही अपलोड कहाँ बाँध्ने भनेर बनाएको अनि ऊ त्यसमा पुग्छ पुग्दैन इमिलीमा बाँध्नु त्यो बाटा बाँध्दै लाग्नु भयो दिदी त्यसमा पुग्छ नै करो माथि चढ कहीँ त्यहीँ राखेर त जा सुनिलले पढ्नु हुन्छ क्या यही टुप्पामा बाँध्दै हुन्न हुन्छ 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 अहिले खाइदिन्छ नि हो त्यही बेर्दै हुन्छ ल दाल लानुको ठिक हो त्यसमा माथिदेखि उ गर्न मिल्छ कि भनेर मिलेन त्यही घुमाइदेऊ अब हौ घुमाइदेऊ हाम्रो दर्शक कोही थाहा कम भयो उहाँ भनेर गरिएन नि उहाँ गरेर अलिकति अझै बाटिन्थ्यो के खा यहीँ आफू बुटो भनेको यहीँ आफू बुटो सम्झेको यति आयो भइहाल्यो
यहाँ तोरण बाँध्दै यहाँ हेर्ने दर्शकहरू हेर्ने दर्शकहरू हेर्ने दर्शक यहाँ पछि टुवा पऱ्यो हेर्ने यहाँ एउटाले बाँध्ने के टुवा परे कुचो बाँधेको मै हो अनि ल फेरि बाँध्ने मै हो दर्शक भन्दिरहेछ हेरेको भनेको के यहाँ भयो ये मेरो कपडा फेरि नमस्ते गर्नु एकचोटि ल भाग्यमानी भाग्यमानी भयो भाग्यमानी भयो अनि चल जा उता टीका लगा है यो मूल ढोका भयो यहीँबाट गरेर के हुनु लाइटर खै र यहाँ कस्तो इधर ल भाइ के बोलेको ल ल थाप बाबाले खानुभयो तपाईँ हिन्दी बोल्नु पर्ने होइन घरमा हाम्रो घरमा पहिला इन्डियन बोलेर होइन पञ्चरी जानी नजानी यो के कस्तो मलाई कहिले दिनु भाग्यमानी भए पहिला उताको मूल ढोका यो मूल ढोका भयो नि त उताको मूल ढोका यहाँ आउनु पर्दैन क्या दादा यो मूल हो त बाहिरको मूल हो क्या भयो त्यो पनि पुरो दिदीले पञ्चरी खानुभयो कति जान्छ यो मजा उताबाट के छ तुले हैन के धारले पहिला यो बौल लाग्यो पुरा चम्चाले कसरी गर्छ नि हातले सिस्टर त्यो भयो कि के अरे बाक्लो भयो झरेपछि आफै चुन्छ नि बिस्तारै तपाईँ पनि बिजोको रमाइलो रातै बादमा पर्दैन बिचमा पर्दैन के पर्दैन बिचा टिनका तेल बना घर कोठाइ पछि हाले भयो नि त सिनियर मूल अहिलेको मूल हेर्ने एकछिन ख्याल गरे हैन त्यसपछि के लगिन्छ अहिले भर्खरै तेल लाएर लगिँदा ल पञ्च जोड्नु भोकला ल भयो कान्छी ला राख्यो सबला प्राणी हाम्रो बाबाको एकचोटि खोइदिन्छु र क्या ल कताको ल हिँडिहाल्नु भयो के कति भोकला हुनु मोबाइल